सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरूलाई मेरो युट्युब च्यानलमा फेरि पनि स्वागत छ। अनि आज चाहिँ हामीले मुकबाङ भिडियोको लागि मोमोहरू घरमै तयार पारिसकेको छु। तर आज खानाको लागि चाहिँ हामीसँग गेस्ट आउनुभएको छ। गेस्टको नाम के हो अरे भन्नु त? मेरो नाम सुशीला राणा मगर। अनि मेरो नाम चाहिँ सुरु गर्नेछौँ खानालाई। अब अन्तिमसम्म हेरिदिनु होला, लाइक सब्सक्राइब गरिदिनु होला, त्यो चाहिँ पक्कै पनि गर्न नबिर्सिनु होला। लाइक कमेन्ट सब्सक्राइब त गर्नै पऱ्यो, गर्नुपर्छ। जर्फ ढकाल्न गइरहेछु, अब कट गर्नु पर्ने। ठुलो खानु ठुलो ल सुरु गरौँ है त। मलाई ठुलो त हजुरहरू पनि घरमा बसेर ट्राई गर्नु होला यस्तो भनेर। खाएँ अन्त काली सुकी भएर त्यसो नभन्नु त्यस्तो। तर मलाई ठुलो मोमो खान मन लाग्थ्यो। आज सपना पुरा भयो मेरो। मेरो कानबाट यो मिसिएको होइन नि। लौ अचारमै त्यो माइन्ड नगर्नु होला। मिठो खगाइ के मोमो भनेर भन्दै बिर्सेँ। चिकन मोमो। यो मोमो चाहिँ चिकनकोबाट बनाएको। यसको चाहिँ सुप बनाएन, तर अचार मोमोबाट। यो मोमो चाहिँ फुड कलरबाटै बनाएको मैले घरमै।